यहाँ कसैको खास भएन भनेर के चित्त दुखाउनु। एक दिन आफ्नै सासले त छोडेर जान्छ। त्यसैले आफूले आफैलाई सम्हाल्नु सिक्नुपर्छ। साथी, हेलो हेलो, म चाहिँ तपाईहरुकै साथी निशा दुवाली। म चाहिँ हजुरहरूलाई के भन्न आएको भने मैले चाहिँ हिजो मात्र मेरो युट्युब च्यानलमा दुईटा भिडियो त्यस्तै कमेडी पाराको हालेको थिएँ। त्यसैले त्यो भिडियो हालेपछि चाहिँ 10 जना साथीहरूले मेरो च्यानललाई सब्स्क्राइबर गर्नुभएको छ। म एकदमै धेरै खुसी छु, किनकि मैले त्यस्तो भिडियो बनाउन जान नि पाउँदैन, मसँग टाइम पनि हुँदैन र मैले यतिकै टिकटकको भिडियोहरू तानेर टिकटकको गीतहरूमा मैले भिडियो बनाएर हालेको हुन्छु र पनि साथीहरूले हेर्नुहुन्छ हैन। मेरो युट्युबको भिडियोमा प्राय भ्युज त 1000 भन्दा माथि नै छ, कुनै कुनैमा 100 150 100 त्यस्तै छ हैन। तर माया गर्नुहुन्छ भन्ने मलाई एकदमै धेरै आशा छ। अझै यो भन्दा धेरै हजुरहरूले माया गर्नु होला, किनभने मैले भर्खरै खोलेको हो यो मेरो च्यानल। त्यही भएर मलाई पनि रहर छ हैन। अहिले पो मसँग समय छैन भ्लग बनाउने, भिडियोहरू बनाएर हाल्ने। कुनै न कुनै दिन त मसँग पनि समय होला नि। त्यही भएर म यही समयको प्रतीक्षामा छु र हजुरहरूको माया र साथ यसरी नै आउँछ, गर्नुहुन्छ भन्ने मलाई एकदमै धेरै विश्वास छ। अहिलेलाई चाहिँ यति नै गएँ। बाइ बाइ।